व्यवस्था बदलियो तर अवस्था बदलिएन। एकातिर निजी पुँजीवादी शोषण, अर्कोतिर राज्य नोकरशाही छ। के तेस्रो कुनै बाटो छैन? छ। अवश्य छ। हामीसँग विचार, विधि र कार्यक्रम सहितको बाटो छ। यस भिडियोमा हामी त्यही बाटोको कुरा गर्नेछौँ। न साहुको ऋण न लुटको खेल न दलालको झुट न शोषणको भेल। हामी श्रमिक, हामी उत्पादक, हामी बिना चल्दैन देशको चक्र। तेस्रो बाटो जागौँ अब उठौँ, सामुदायिक निजत्वमा न्याय ल्याउन जुटौँ। न साहुको राज हुन्न कोही राजा, जागे बसौँ सपना ती पूरा गर्न साझा। जमिन हाम्रो, पसिना हाम्रो, निर्णय हाम्रो, भविष्य हाम्रो, सहकार्य नै शक्ति हो हाम्रो। सामुदायिक निजत्व राम्रो बाटो हाम्रो। तेस्रो बाटो रोजौँ के पुँजीवादको विकल्प सम्भव छ? धेरैले यो प्रश्नलाई हैन अलि सैद्धान्तिक र काल्पनिक मान्लान्। हो, तर आज हामी एउटा यस्तो प्रस्तावको विश्लेषण गर्दैछौँ जसले नेपालकै लागि एउटा ठोस विकल्पको खाका कोरेको छ। हामीसँग निकै विस्तृत दस्तावेज छ। हो, यसको शीर्षक छ सामुदायिक निजत्व र सहकार्यमा आधारित स्वाधीन आर्थिक प्रणाली, एक मार्गचित्र। यो त 9 खण्डको लामो दस्तावेज रहेछ। जसले एउटा सिङ्गो आर्थिक सामाजिक प्रणालीको नै परिकल्पना गर्छ। आज हाम्रो काम यसको जगमा पुग्नु हो। आज हामी यसको मुटु मानिने पहिलो 3 खण्डमा डुबुल्की मार्नेछौँ। मतलब यो प्रस्तावको दार्शनिक आधार के हो, यसले कस्तो राजनीतिक रणनीति अघि सार्छ र यसले परिकल्पना गरेको आर्थिक मोडेलको सैद्धान्तिक जग के हो। ल सुरु गरौँ पहिलो खण्डबाट। प्रस्तावको सुरुवातै एउटा अलिक गहुरो शब्द उत्पादन सङ्घर्षबाट हुन्छ। यसले भन्छ कि मानव जातिको विकास, हाम्रो चेतना, भाषा, समाज सबै पुरा यही सङ्घर्षबाट जन्मिएको हो। यो त निकै ठुलो दाबी भयो नि? भयो, र यो नै यो प्रस्तावको केन्द्रीय विचार हो। यसको तर्क के छ भने लाखौं वर्ष पहिले जब हाम्रा पूर्वजहरू रुखबाट मैदानमा झरे, उनीहरूले बाँच्नका लागि सङ्घर्ष गर्नु पर्यो, खाना खोज्नु पर्यो, हिंस्रक जनावरबाट बस्नु पर्यो। एकदमै। यही आवश्यकताले उनीहरूलाई 2 खुट्टामा उभिन, हातले औजार बनाउन र समूहमा मिलेर काम गर्न सिकायो। मतलब श्रम गर्न। हो, प्रकृतिसँगको यही निरन्तरको सङ्घर्ष अर्थात् श्रमले नै उनीहरूको मस्तिष्कको विकास गरायो, जसबाट भाषा र समाजको जन्म भयो। एङ्गल्सको एउटा भनाइ पनि छ हैन यस्तै? छ। यहाँ उद्धृत गरिएको छ, श्रमले नै बाँदर जस्तो प्राणीलाई मानिसमा बदल्यो। रोचक। भनेपछि मानव हुनुको अर्थ नै प्रकृतिसँग निरन्तर सङ्घर्ष गरेर केही उत्पादन गर्नु हो। तर प्रस्तावले भन्छ यो सङ्घर्ष प्रकृतिसँग मात्र सीमित रहेन। जब उत्पादन बढ्यो तब मानिस बीच पनि सङ्घर्ष सुरु भयो। ठ्याक्कै जब कृषि सुरु भयो, अतिरिक्त उत्पादन हुन थाल्यो, अनि त्यो अतिरिक्त उत्पादनमा कसको नियन्त्रण हुने भन्ने प्रश्न आयो। त्यहीँबाट निजी सम्पत्ति, वर्ग र अन्तत वर्ग सङ्घर्षको सुरुवात भयो। यसरी प्रस्तावको निचोड के हो भने मानव इतिहास भनेकै उत्पादनका लागि गरिने सङ्घर्षको इतिहास हो। ल, यो भयो दार्शनिक कुरा। तर यो पुरानो इतिहासको कुराले आजको नेपाललाई कसरी छुन्छ त? यहीँनिर प्रस्तावले वर्तमानको विश्लेषण गर्छ। यसले भन्छ कि नेपालको अहिलेको आर्थिक प्रणाली, जसलाई दलाल पुँजीवाद भनिएको छ, त्यसले न त उत्पादन बढाउन सकेको छ, न त श्रमको सम्मान गर्न सकेको छ। परिणाम के भयो त? परिणाम युवाहरू विदेशी बाध्य छन्, देश परनिर्भर छ र असमानताको खाडल बढ्दै गएको छ। प्रणालीले उत्पादन सङ्घर्षलाई नै निरुत्साहित गरेको छ। तर यहाँनिर सबभन्दा ठुलो प्रश्न उठ्छ, संसारभरि पुँजीवादको यत्रो दबदबा भएको बेला के समाजवाद वा त्यस्तै कुनै वैकल्पिक प्रणालीको कुरा गर्नु यथार्थपरक होला र? प्रस्तावले यसलाई सिधै सम्बोधन गर्छ र भन्छ सम्भव छ, तर यो आकाशबाट खस्दैन, यसलाई बनाउनु पर्छ। र यहाँनिर प्रस्तावले एउटा निकै ठुलो र चुनौतीपूर्ण दाबी गर्छ।
के हो त्यो दावी? यसको तर्क के छ भने आज हामीसँग जुन प्रविधि छ, अटोमेसन, आर्टिफिशियल इन्टेलिजेन्स, आधुनिक कृषि, त्यसले संसारका सबै मानिसलाई पुग्ने भन्दा धेरै उत्पादन गर्न सक्छ। मतलब अभाव वा गरिबीको समस्या प्राविधिक होइन। होइन, उत्पादन क्षमताको समस्या पनि होइन। यो त केवल राजनीतिक र आर्थिक प्रणालीको समस्या हो। समस्या पुँजीवादी उत्पादन सम्बन्धमा छ, जसले नाफाका लागि कृत्रिम अभाव सृजना गर्छ। वाह, यो त सोच्ने तरिकामा नै ठूलो परिवर्तन हो। समस्या के उत्पादन गर्नेमा होइन, उत्पादन भएको कुरा कसरी वितरण गर्नेमा हो। ठिक छ, यो भयो यसको दार्शनिक आधार। तर यो विचार नेपालको अहिलेको राजनीतिक र वर्गीय सङ्घर्षसँग कसरी जोडिन्छ त? अब हामी दोस्रो खण्डमा प्रवेश गर्दैछौँ। प्रस्तावले यही नै र उत्पादन सङ्घर्षलाई साझा कार्यक्रमको रूपमा अघि सार्छ। हो, प्रस्तावले नेपाली जनताको मुख्य अन्तर्विरोध दलाल पुँजीवादसँग रहेको ठान्छ। यो प्रणालीले दुई तरिकाले शोषण गरिरहेको छ। दुई तरिकाले? पहिलो, वर्गीय रूपमा यसले देशका श्रमिक र किसानको श्रम शोषण गर्छ। र दोस्रो, राष्ट्रिय रूपमा यसले नाफा विदेश पठाएर र देशलाई परनिर्भर बनाएर सिङ्गो राष्ट्रलाई नै कमजोर बनाउँछ। तर कि वर्गीय र राष्ट्रिय मुक्तिलाई सधैँ सँगै जोड्नु आवश्यक छ र? कसैले तर्क गर्न सक्छ नि, पहिले राष्ट्रिय आर्थिक स्वाधीनतामा केन्द्रित हुनुपर्छ, अनि मात्र आन्तरिक वर्गीय मुद्दा समाधान गर्न सकिन्छ। राम्रो प्रश्न। प्रस्तावको तर्क के हो भने यी दुई कुरा अलग गर्ने नसकिने गरी जोडिएका छन्। कसरी? जबसम्म देश आर्थिक रूपमा परनिर्भर रहन्छ, तबसम्म यहाँका श्रमिक र किसानले आफ्नो श्रमको उचित मूल्य पाउँदैनन्। र जबसम्म श्रमिक किसानको अवस्था सुध्रिँदैन, तबसम्म राष्ट्रिय उत्पादन बढ्दैन र देश आत्मनिर्भर हुन सक्दैन। भनेपछि एउटै सिक्काका दुई पाटा जस्तै भयो। बिल्कुल। त्यसैले वर्गीय मुक्ति बिना राष्ट्रिय मुक्ति र राष्ट्रिय मुक्ति बिना वर्गीय मुक्ति अधुरो हुन्छ। भनेपछि यी दुवै सङ्घर्षलाई जोड्ने पुल चाहिँ उत्पादन सङ्घर्ष भयो। हो, जब समुदायले उत्पादनमा नियन्त्रण कायम गर्छ, त्यसले एकैपटक दुईवटा काम गर्छ। पहिलो, त्यसले श्रमिकलाई शोषणबाट मुक्त गर्छ, र दोस्रो, त्यसले राष्ट्रलाई आत्मनिर्भर बनाउँछ। यही नै र प्रस्तावले दुईवटा नयाँ र अलि जटिल सुनिने अवधारणा अघि सार्छ। सामुदायिक निजत्व र सामुदायिक सहकार्य। यो सामुदायिक निजत्व भन्ने अवधारणा अलि अमूर्त भयो। यसलाई व्यवहारमा कसरी देख्न सकिन्छ? यसलाई एउटा उदाहरणबाट बुझौँ न। हुन्छ। मानौ एउटा गाउँको समुदायले मिलेर फलफुल प्रशोधन गर्ने उद्योग खोल्यो। ठिक छ। त्यो उद्योगमा भएको मेसिन, भवन र जग्गामा सिङ्गो समुदायको स्वामित्व हुन्छ। यो भयो सामुदायिक पक्ष। अनि निजत्व चाहिँ? तर त्यो उद्योगमा काम गर्ने एकजना व्यक्तिले आफ्नो विशेष ज्ञान र सिप प्रयोग गरेर एउटा नयाँ किसिमको जुस बनायो, जसले बजारमा धेरै राम्रो मूल्य पायो। हो, अब त्यो नवीनता र अतिरिक्त मेहनतको लागि उसले थप प्रतिफल जस्तै बोनस वा नाफामा थप हिस्सेदारी पाउँछ। यो भयो उसको निजत्व। बल्ल स्पष्ट भयो। भनेपछि उत्पादनको साधनमा समुदायको स्वामित्व, तर व्यक्तिको योगदानको सम्मान। हो, यसले शोषणको अन्त्य गर्छ, तर व्यक्तिगत उत्प्रेरणालाई मार्दैन। यो त निजी सम्पत्ति र सामूहिक सम्पत्तिको बीचको बाटो जस्तो देखियो। अनि सामुदायिक सहकार्य नि? सामुदायिक सहकार्य चाहिँ पुँजीवादी सिन्डिकेट र कार्टेलको समाजवादी विकल्प हो। कसरी? पुँजीवादमा केही कम्पनीहरूले मिलेर मूल्य बढाउन वा बजार कब्जा गर्न सिन्डिकेट बनाउँछन् हैन, जसको उद्देश्य नाफा कमाउनु मात्र हुन्छ। हुन्छ। विभिन्न उत्पादन समूहहरूले एक अर्कालाई सहयोग गर्छन्, ज्ञान, प्रविधि र बजारमा पहुँच बाँड्छन्, जसको उद्देश्य नाफा मात्र होइन, समग्र समुदायको आत्मनिर्भरता र सामाजिक न्याय हुन्छ। ठिक छ, हामीले अहिलेसम्म यसको दार्शनिक आधार र राजनीतिक रणनीतिबारे कुरा गर्यौँ। यो साँच्चै गहिरो विषय हो। र हामी यसको सैद्धान्तिक पक्षमा प्रवेश गर्नु अघि यदि यहाँहरूलाई यो छलफल उपयोगी लागिरहेको छ भने भिडियोमा एउटा लाइक गरिदिनु होला। त्यसले हामीलाई यस्ता जटिल विषयलाई सरल बनाउने प्रयासमा हौसला मिल्छ। ल, अब तेस्रो खण्डमा लागौँ। हो, जसले यो आर्थिक प्रणालीको सैद्धान्तिक आधार प्रस्तुत गर्छ। तेस्रो खण्डको सुरुवात नै मार्क्सवादी अर्थशास्त्रको एउटा आधारभूत मान्यताबाट हुन्छ। अर्थतन्त्र नै समाजको भौतिक आधार हो। अर्थात् कुनै पनि समाजको राजनीतिक, कानुनी र सांस्कृतिक संरचना कस्तो हुन्छ भन्ने कुरा त्यहाँको आर्थिक प्रणालीले निर्धारण गर्छ। त्यसैले समाज बदल्न पहिला आर्थिक प्रणाली बदल्नुपर्छ। यही खण्डमा अरू दुईवटा महत्त्वपूर्ण
तर अलि प्राविधिक शब्दहरू छन्। उत्पादन शक्ति र उत्पादन सम्बन्ध। एकछिनै यो अलि गाह्रो सुन्यो। यसलाई अलि सजिलो गरी बुझौँ न। कसरी? पक्कै यसलाई एउटा भान्साको उदाहरणबाट बुझौँ न। उत्पादन शक्ति भनेको तपाईको भान्सामा खाना बनाउन चाहिने सबै सामान हुन्। चामल, दाल, तरकारी, ग्यास, चुलो, भाँडाकुँडा र तपाईको खाना बनाउने सिप। यी सबै मिलेर उत्पादन शक्ति बन्छ। हो। अनि उत्पादन सम्बन्ध नि? उत्पादन सम्बन्ध भनेको चाहिँ त्यो भान्सामा कसको अधिकार चल्छ, कसले के पकाउने भनेर निर्णय गर्छ र पाकेको खाना कसले कति खाना पाउँछन् भन्ने नियम हो। प्रस्तावले के भन्छ भने हामीसँग नयाँ र आधुनिक चुलो, उत्पादन शक्ति आएर मात्र हुँदैन, खाना पकाउने र बाँड्ने तरिका, उत्पादन सम्बन्ध पनि बदल्नुपर्छ। प्रविधि विकास भए अनुसार सामाजिक सम्बन्ध पनि विकास हुनुपर्छ। ठ्याक्कै, एकदमै राम्रो उदाहरण। र प्रस्तावले श्रम अर्थात् भान्सेलाई उत्पादनको साधन मात्र होइन, एक सक्रिय निर्णयकर्ता र सहस्वामीको रूपमा मानेको छ। हो, यो निकै महत्त्वपूर्ण भिन्नता हो। यो नै परम्परागत पुँजीवादी र राज्य समाजवादी मोडल भन्दा फरक हो। हो, पुँजीवादले श्रमिकलाई ज्यालामा खिनिएको साधन मान्छ। परम्परागत राज्य समाजवादमा पनि निर्णय प्रक्रिया नोकरशाहीको हातमा हुन्छ। तर यो प्रस्तावले श्रमलाई अर्थात् भान्सेलाई भान्साको मालिक मध्ये एक मान्छ। उसको भूमिका भाँडाकुँडा जस्तो निर्जीव साधनको होइन, एक केन्द्रीय निर्णयकर्ताको हुन्छ। यहीँनेर प्रस्तावले तेस्रो बाटोको अवधारणा पनि अघि सार्छ। तेस्रो बाटोको अवधारणा पनि अघि सार्छ। तर के यो साँच्चै नयाँ हो? कतिपयले यसलाई पुरानै सहकारी वा समाजवादी मोडलको नयाँ नाम मात्र हो भन्न सक्लान्। यो महत्त्वपूर्ण प्रश्न हो। यसमा के फरक छ त? प्रस्ताव अनुसार यो तेस्रो बाटोले दुईवटा अतिवादलाई अस्वीकार गर्छ। पहिलो, निजी पुँजीवादी शोषण जहाँ नाफा व्यक्तिको हातमा जान्छ। दोस्रो, राज्य केन्द्रित नोकरशाही नियन्त्रण जहाँ सबै कुरा सरकार वा पार्टीले चलाउँछ र व्यक्तिको पहलता मर्छ। अनि यो तेस्रो बाटोमा स्वामित्व समुदायमा रहन्छ, तर व्यवस्थापन पेशागत र दक्ष टिमले गर्न सक्छ। भनेपछि स्वामित्व र व्यवस्थापनलाई अलग गर्न सकिन्छ। हो, यही नै यसको मुख्य लचकता हो। समुदाय मालिक हुन सक्छ, तर दैनिक काम चलाउनका लागि विशेषज्ञता भएको म्यानेजर वा टिमलाई नियुक्त गर्न सकिन्छ। यसले समुदायको स्वामित्व पनि कायम राख्छ र पेशागत दक्षताको पनि उपयोग गर्छ। हो, सहकारी मोडेलमा कहिलेकाहीँ देखिने व्यवस्थापकीय कमजोरीलाई यसले हटाउने प्रयास गर्छ। र यो प्रणालीका 4 आधारभूत तत्त्वहरू उत्पादन, उपभोग, विनिमय र वितरण एक आपसमा जोडिएका छन्। कुनै एक कमजोर हुँदा पुरै प्रणाली कमजोर हुन्छ। र यी सबैको केन्द्रमा न्यायको सिद्धान्त छ र योगदान अनुसार हिस्सेदारी। यसले शोषणको अन्त्य गर्ने लक्ष्य राख्छ। हो, श्रम, पुँजी र संगठन बीच न्यायोचित सम्बन्ध स्थापित गर्दै। आज हामीले उत्पादन सङ्घर्षको दार्शनिक आधारदेखि वर्गीय र राष्ट्रिय मुक्तिलाई जोड्ने राजनीतिक रणनीति र अन्तमा सामुदायिक निजत्वमा आधारित तेस्रो बाटोको सैद्धान्तिक अवधारणाबारे चर्चा गर्यौं। यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो प्रस्तावले अमूर्त आदर्शको कुरा मात्र गर्दैन, यसले एउटा विस्तृत र कार्यान्वयन गर्न सकिने खाका प्रस्तुत गर्ने प्रयास गरेको छ। श्रम र उत्पादन बीचको सम्बन्धलाई पुनर्संरचना गर्ने र स्थापित निजी पुँजीवादी तथा राज्य नोकरशाही दुवै मोडललाई अस्वीकार गर्ने विचार यसको केन्द्रमा छ। आजको छलफलले आगामी भागहरूको लागि बलियो आधार तयार पारेको छ। हाम्रो अर्को प्रस्तुतिमा हामी खण्ड 4-5 मा केन्द्रित हुनेछौँ, जसमा हामी यो प्रणालीको कार्यविधि, यसका लागि आवश्यक संगठनात्मक रूपान्तरण र सामुदायिक उत्पादन बाजारीकरण ट्रस्ट जस्ता महत्त्वपूर्ण संरचनाहरूबारे विस्तृत चर्चा गर्नेछौँ। अर्थात् कसरी गर्ने भन्ने प्रश्नको जवाफ खोज्नेछौँ। आगामी अङ्कसम्मको लागि एउटा प्रश्नमा सोच्न सकिन्छ कि यो प्रस्तावले सामुदायिक स्वामित्व र पेशागत व्यवस्थापनलाई अलग गर्न सकिने मोडेलको परिकल्पना गरेको छ। एउटा समुदायमा आधारित आर्थिक प्रणालीमा मालिक मतलब समुदाय र व्यवस्थापक मतलब पेशागत टिमलाई यसरी छुट्याउँदा यसका सम्भावित सबल र कमजोर पक्षहरू के हुन सक्छन्? यो निकै मननयोग्य प्रश्न हो। आजको लागि यति नै। हाम्रो साथ दिनुभएकोमा धन्यवाद। यो छलफलको अर्को महत्त्वपूर्ण भाग नछुटाउनका लागि नेक्स्ट ल्याब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
अर्को अङ्कमा भेटौँला। उनीहरू कसरी शक्तिशाली बने? सबैले समय र श्रम खर्च गर्छन्, तर सफल हुने मानिसले आफ्नो घाँटी भन्दा माथि विशेष लगानी गरेको हुन्छ। त्यसको लागि चाहिन्छ ज्ञान र ट्रेनिङ, अर्थतन्त्र, टेक्नोलोजी, स्वास्थ्य र आत्मविकास। अहिले नै सब्स्क्राइब गर्नुहोस्। Next Lab. Grow together.